मेरो चाहिँ सानैदेखिको हबी चाहिँ एउटा ड्रइङ गर्ने थियो र पछिसम्म नि मैले गरिरहेको थिएँ। म काठमाडौँमा आउनुको मेरो कारण नै ड्रइङको लागि थियो। मैले ब्याचलर फाइन आर्ट्समा पढ्छु भनेर आएको थिएँ, तर कुनै कारणवश मैले पढ्न सकिनँ र मैले बिए जोइन गरेको थिएँ, त्यसलाई पनि बिचमै छोडेँ। त्यही पनि म ड्रइङ चाहिँ कन्टिन्यू गरेर आउँथेँ। लगभग आजभन्दा 2 वर्ष अगाडिसम्म गर्थेँ होला। मेरो रुचि चाहिँ जस्तै सानैदेखि ड्रइङ गर्ने थियो र मलाई चाहिँ एनिमीहरूको ड्रइङ गर्नु मन पर्थ्यो। पछि गर्दै जाँदा मैले मान्छेहरूको रियलिस्टिक स्केचहरू पनि गर्न थालेको थिएँ र पछि हुँदै जाँदा अब जिन्दगीको के मोडियो, त्यसपछि चाहिँ मैले स्केच गर्न छाडेँ। मैले लास्ट टाइम मेरो गर्लफ्रेन्डको स्केच बनाएको थिएँ। मेरो गर्लफ्रेन्डलाई असाध्यै मन परेको थियो, अनि त्यो पनि मेरो एउटा ह्याप्पी मोमेन्ट पनि हो। अहिले मेरो रुचि त छ, त्यो हबी चाहिँ स्टिल छ, तर पनि मैले अहिले गर्नु सकेको छुइनँ कुनै कारणले। खासमा म करियर चाहिँ ड्रइङ फिल्डमै बनाउन चाहन्थेँ, तर अब कुनै कारणले यताउता अहिले बारिस्टा गर्दैछु। बारिस्टा नि त्यही हो, आर्ट चाहिँ एउटा कलै हो बारिस्टा पनि। त्योमा पनि अब लाते आर्ट भन्यो, लाते आर्टमा नि आर्ट चाहिने कुरा हो। त्यही भएर पनि यो काम पनि राम्रै छ, आर्ट सम्बन्धी नै जस्तो लाग्छ मलाई चाहिँ।